अरे टाटरीको बोटबाट चाहिँ पानी आउँछ। ल पानी निकाल्दै हुनुहुन्छ। टाटरीको बोट यसरी काटेर अब यहाँबाट पानी कसरी आउँछ भन्ने कुरो चाहिँ यदि जंगलमा जंगलमा जाँदाखेरि यदि तिर्खा लाग्यो भने पानीको व्यवस्था छैन भने टाटरीको बोटलाई एउटा खुकुरी हुनु पर्यो। यसरी काट्दाखेरि चाहिँ पानी हुन्छ र यसलाई चाहिँ पिउने पानीको रूपमा यसलाई चाहिँ लिन सकिन्छ। ल भनेपछि धारा पनि यसरी बनाउनु पर्ने रहेछ। यो चाहिँ जंगलमा जाँदाखेरि एउटा तिर्खा मेटाउने तरिका। ल ल पानी खानु त लु खानु न खानु आँगेर खानु न। कस्तो बनाउँछ? ल गर्नु त म पनि पानी खान्छु। अनि पात थापेर खाने हो क्या? बोतल चाहिँदैन जंगलमा त क्या बोतल खोज्ने हो।